यो चाहिँ ल्यान्डिङ सिडीको यो फर्स्ट देखाउँदैछु म तपाईँहरूलाई यहाँनिर कस्तो प्रकारले बनाउँछ भन्ने कुराको आइडिया है, अलिकति तपाईँलाई जानकारी। यो चाहिँ तपाईँहरूको यो चाहिँ क्र्याङ्क बार हो है, यो चाहिँ क्र्याङ्क बार, यसलाई चाहिँ क्र्याङ्क बार भन्छ। यसलाई चाहिँ यहाँबाट अढाई फुट माथि यहाँ क्र्याङ्क गरेर यहाँ यसरी गरेको छ है, बुनेको छ। यहाँ एकदम 5 इन्चीको बुनेको छ यो चाहिँ कोठा चाहिँ। अन्त चाहिँ तपाईँको यहाँनिर पनि यसरी क्र्याङ्क बार दिन्छ है, क्र्याङ्क भन्छ। अन्त यो माथिबाट सपोर्टको लागि यो बार हुन्छ, यो माथिबाट यसलाई यहाँ माथि आएपछि यो खस्नुपर्छ यसरी। यहाँनिर एउटा बिम दिनुपर्छ, यो पिलर छ यहाँनिर, पिलर छ, यो डाइरेक्ट यो पिलरमा बसिहाल्नुपर्छ। अनि यहाँ चाहिँ यसरी दिनुपर्छ यसरी है, यो बिम, यो तेर्सो बिम दिनुपर्छ। अनि यो छेउमा सपोर्टकै लागि यहाँ पनि एउटा पिलर लगाएको छ। त यो उँभो जानुको लागि यहाँ अलरेडी फेरि छोडेको छ है हामीले, यहाँ उँभो जाने ल्यान्डिङ सिडी फेरि पनि हामीले अलरेडी छोडिसकेको छौँ। यो चाहिँ यस्तो छ है, चाहिँ यसरी गरेको छ। यो तलसम्म यस्तो छ, यो तलतिर पनि हामीले अस्ति गरिसकेको छौँ अलरेडी। यो चाहिँ अब गर्नु छ डरलाग्दो।